जितेन भाइ जतिको चाहिँ छैन मान्छे बजार नि है ढुङ्गा थियो नि त म चप्लीमा हुँदैन नि हामी कतिपल्ट खुट्टा भाँचिसक्छ है त्यो थिते चप्ली देख्दै डर लाग्छ हामी जुत्ता लाउँदा लड्छौँ सबै परेको त्यो चाहिँ तर देन हो क्या एक एकवटा हुन्छ नि अब गड गिफ्टेड भन्छ नि सबै हुन सक्दैन होइन यीको मान्छे पनि सबै हुनु सक्दैन अलिकति अब अनि एक एकवटा कुरोमा चाहिँ अब बजार पाकै हुन्छ सबैले सिम होइन अब त्यो घोटा र त्यही टाइपको यो अघि म लडेको ढुङ्गा नि त चुट्मे ढुङ्गै नि कस्तो चिप्लो ढुङ्गा पानी मुनि त चिप्लो हुँदो रहेछ होइन तर दिएन हो किनभने त्यही ठाउँमा हामी त्यही जुत्ता चप्ली लागेर लड्छ नि त एउटा देन पनि हो नि त त्यो बिस्तारै हो नि प्याटाक 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 अब घट्टा सुक्खामा हिँडेको यस्तो नि एक हातमा लड्छ एक हातमा झोला छ अब लु हामी त यहाँ भिरेको झोलाइले डिसब्यालेन्स गरेर लड लाग्दो हुन्छ अघि उदेको त जिरो छैन कोही पनि त्यो एउटा त डरलाग्दो भोकाएको थियो मलाई माथि जाँदा है छोडे तर के भयो एउटा चाहिँ ढुक्कलमा एउटा चाहिँ आधा किलोको पारेर टुक्रो उसको लाग्यो एउटा तल मेरो चाहिँ टुक्दै छुट्दै यस्तो मसिनो चाहिँ टुक्रै लाग्यो ठिकै छ होइन अलिकति अब होइन फेरि उयो भयो पानी घटबड हुन्छ कि कसले त लुक्छ आज पानी चाहिँ परेन हौ है धन्न म जाने दिनमा पर्छ त स्पोर्ट्सहरू गर्दै त यो खोला है छिटो रहेछ नि त खतरा रहेछ छिटो रहेछ नि है आगोहरूसँग आएको खोलामा फिसिङको लागि तर पक्रेर छोड्यो हामी चाहिँ 3टा पक्रे छोड्यो तर ढाड दुखेर खुट्टा दुखेर यी सबै खुट्टाहरू सौरी पर्यो होइन सजिलो रहेछ के हेर्नु है काँडाले झन्डै कान पनि लग्यो यता पिल्सायो होइन माछा लानु सजिलो हुन्छ माछा मार्नु कहाँ सजिलो साह्रो हो होइन अरूले माछा ल्याइदिउँ न भन्नु चाहिँ सजिलो हो खाइदिउँ भन्नु है माछा खाइदिउँ है हामी भन्नु चाहिँ सजिलो यी मार्नु आउनु त यी हेर्नु त यी कान लग्यो झन्डै खोलामा बस्यो आजको दिन चाहिँ तिमीले महसुस गर्यो मजा आयो एडभेन्चर हो है अनि अब यहाँ ल्याउने मान्छे चाहिँ यहाँ छ हाम्रो खास टोन अन्त भनिदिनु तपाईँले अब हामीलाई कहाँ लिएर आउनु भएको यस्तो जङ्गलमा चाहिँ कुन चाहिँ जग्गा हो यो चाहिँ अब वीरपाडादेखि चाहिँ माथि हो वीरपाडादेखि झन्डै तपाईँको 11 किलोमिटर पर्छ यो चाहिँ अब गम्टु भुटान भन्छ यसलाई कि यो भुटानबाट आउँछ यो खोला चाहिँ सानो छ तर अब यहाँ चाहिँ भइखेर प्रोटेक्टेड एरिया हो त्यसले अब इलिगली आएर खेल्नु पाउँदैन त्यसले गर्दा माछा चाहिँ पुरा छ अहिले पनि उम्रिँदैछ हो एकदमै ठिक छ मजा आयो सबैले लगायो पानी ठुलो भएर चाहिँ अब अलिक कतिवटा सानो लाग्यो ठिक ठिकैको हो ठिकै छ मजा आयो तपाईँले यो खोलामा चाहिँ अहिले फिलहाल कति लाग्छ 4 केजी 4.5 केजीसम्म लागिरहन्छ मसिनो पनि लाग्छ सानोहरू पनि तर अब 3 केजी 4 केजी म्याक्सिमम लागिबस्छ यो तपाईँ बिहान कति बजीदेखि हिँड्नु भएको बिहान 8 बजेको थियो होला झन्डै 8:15 त्यस्तै सुरु गर्दा चाहिँ फर्स्ट इन्स्टल गर्दा चाहिँ अन्त यता के तलबाट खेल्दै होइन अब साह्रै माथि त जानु दिँदैन त्यो भुटान एकदम स्ट्रिक्ट छ हो रोकटोक छैन त्यस्तो छ कि हामीलाई विज्ञानहरू छ र अब अहिले रात पर्छ फेरि जनावरहरूको पनि डर हुन्छ नि त त्यो मिथुनहरू के आउँछ हो अब चाहिँ एकछिनमा चाहिँ निक्लिन्छ होला बिस्तारै
त हाम्रो यहाँ सानो भाइ हाम्रो यहाँ छ। आजले पनि आजको दिनको चाहिँ एकदम इन्जोय गरेर खोलाको इन्जोय चाहिँ भरपुर भयो। एक्सर्साइज चाहिँ हेभी भयो। टुप्पा भाइ छ, तर उसले चाहिँ भन्दैछ अब यहाँनिर भिडियो मेरो नगरिदिनु, किनभने यो भुटान एरियामा चाहिँ अब हामीलाई यो लोकल टुक्पा भएको पनि देखाइदिनु। देख्यो भने चाहिँ अब हामीलाई अप्ठ्यारो हुन्छ भनेर उसले चाहिँ गरेको छैन भिडियो, र हाम्रो यी मात्रै सेपरेट गरिरहेछौँ। र उसको रिक्वेस्टमा आज भाइलाई पनि राम्रै भयो। अनि यो खोला चाहिँ एकदम त्यो चाहिँ सङ्लो, एकदम सफा छ, क्लिन। अनि यो गम्टु भुटान त प्रायः सँगै हुन्छ। ठिकै छ है। तल उत्तर इन्डियापट्टि आउँछ नि पिकनिकहरू खेल्नु आउँछ तल। यहाँ त अब त्यो यो अब यहाँ तल पुल छ, बोर्डर पुल कि त्यो पुलदेखि मात्रै आउँछ। हाम्रो नयाँ भाइले एकदम आज चाहिँ फर्स्ट चार्जमै लगायो हो। मछौडी भाइ ल निकाल न, बाहिर निकालेर निकाल, बिस्तारी 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 लो, बिस्तारी त्यस्तो होइन।